kita heran no nah itu kita tain sih ya उससे दुईजना यता हेर त ल हिँड्यो फेरि एकचोटि गयो नि त अलिक पापी सिङ्गर हो भाइ ओ भाइ पापी सिङ्गर हो हजुर हजुर त्यहाँ गएर अब आयो सुरु भयो ल छालै देखाउनु पर्ने छाल गरेर छालै चोरेर लानुभयो त मुभी सुटिङ भइरहेको छ यहाँ चाहिँ म चाहिँ यहाँ रिपोर्टर उहाँहरूको सुटिङलाई चाहिँ मैले उयो गरिरहेको छु के लाग्छ हेरौँ हेर्दै जाउँ कतिको राम्रो हुँदैछ रिपोर्टर उत्तम लिम्बू हो ओ पापी सिङ्गर यहाँ हेर्दै जाउँ अब कतिको राम्रो हुँदैछ हाम्रो चाहिँ भिडियो क्लिप है दाजु क्यामेराम्यान उता फेस गर्नु होइन त्यो रिपोर्टरको पनि त अलिकति त फेस हुनु पर्यो नि त हाम्रो उत्तम भाइजी हो आजको चाहिँ प्रत्येक समाज चाहिँ हाम्रो उत्तम भाइले दिनुहुन्छ म जस्तो रिपोर्टर मात्र हो सिङ्गर पापी सिङ्गर अब सुरु पापी सिङ्गर सुरु हुन्छ अब 1 2 3 गो होइन कुन चाहिँ गीत हो यो छालहरू भर्खर गीतमा चाहिँ यहाँ छालहरू बिर्सिरहेको त्यो छाल गीत पनि भएन ल त्यो छाल मुझे पति मुझे ल हाम्रो भाइको आफ्नो नाम चाहिँ आफैले भन्दै हुन्छ आफ्नो गायकको नाम त गायकले आफ्नो नाम भन्नुपर्छ नि आफ्नो नाम आफै परिचय पाउँ न परिचय पाउँछ आजको मेरो नाम चाहिँ अब सबैले मलाई बोलाउने नाम चाहिँ गोरा हो गोरा कहाँको गोरा युकेको हो कि नेपालको गोरा नि के भयो खास गोरा चाहिँ के भएर भएको त्यो सानो जानकारी त्यो चाहिँ यस्तो भएको थियो कि एकचोटि मैले होइन पङ स्टाइलको बेलामा कपाल रङ्गाएको थिएँ कि खैरो अन्त एकजना दिदीले चाहिँ मलाई अरे गोरा आयो त्यहाँबाट गोरा नाम गयो अनि यहाँ हङकङको नाम चाहिँ के छ फेरि नाम त यहाँको मेरो आइडीको नाम चाहिँ हो मन्जुराज राई अनि उता बोलाउने नाम प्रदीप हो घर चाहिँ कहाँ हो म त अब खम्मा काटेको ठाउँमा होला अनि आज यो कुन बिच होला यो मलाई यो बिचको नाम के बिच पर्यो हजुर भन्नु यो बिचको नाम खै यस्तो केटीहरू हेर्दाखेरि त केटी चौध देखिन्छ त हेरेर जान्छ नयाँ नाम राख्नु देखिन्छ केटीहरू यिनीहरू त होइन होला नि त यिनीहरू त होइन के यो कुन ठाउँ हङकङ होइन हजुर यो हङकङै हो के बिचको नाम के पर्यो यो फेरि हामीले तपाईँको इन्टरभ्यू के अरे खत्तम.com-मा पठाउँदैछौँ कि संसारभरि हेर्नुहोस् तपाईँको इन्टरभ्यूलाई यो डिप वाटर बे हो डिप वाटर बे यो डिप वाटर बे हङकङको कुन साइडमा पर्छ होला यो हाम्रो गोरे दाइ
पूर्व दक्षिण साइडमा पर्छ अनि त्यस्तो भयो है अनि आज यो समुद्रको पानीले तपाईँको खुट्टामा कस्तो गर्दा कस्तो महसुस भइरहेको छ यो हामीलाई साम बताइदिनु हुन्छ नि त्यही त गीत याद आयो कि त्यही गीत गाइदिएको नि मैले खालको याद आयो खालको यो चाहिँ हाम्रो चाहिँ प्रकाशले गाउनु भएको गीत हो हामी सानो हुँदाखेरि मैले सुन्ने गर्थेँ है राम्रो लाग्थ्यो कस्तो लास्टै कि अलिअलि मात्रै राम्रो लाग्थ्यो गोबारै त होइन अब धेरै थोरै अब लास्टै राम्रो लाग्थ्यो लास्टै ठिकै अनि हाम्रो उत्तम भाइ उहाँ गोराको गीत चाहिँ कस्तो लाग्यो एउटा केही कमेन्ट छ भने सुनाइदिनु होला धेरै कमेन्ट छ उसको कमेन्ट चाहिँ उसले गीत गाउँदाखेरि घोडादेखि आँसु नै आयो अनि खुट्टाको मासु